झ्यापझुप समय हाल्यो भने थाहा थिएन भन्ने सिधा कुरो। पुरै घुम्छु नै भन्दा त त्यो धापक बन्नुपर्छ, रनिङ गरेर पुरै रनिङ गरेर घुमियो। कागले पनि नजा भने के हो त यहाँ त्यो पहाडी छ यसको छेउ। यहाँ त नखिच पो भने हाल त। यो चाहिँ मेरो पहिलो हुनुपर्ने, दोस्रो हुन गयो होइन। सकेसम्म हप्तामा एक दिन चाहिँ आफ्नो मेमोरीहरू चाहिँ सेट गरेर भ्लगमा हाल्ने होइन। दिनदिनै त अब त्यो के अरे आफ्नो पर्सनल कामहरू हुन्छ। पर्सनल काम भन्दा पनि फुल टाइम वर्कर भएको कारणले त्यो दिनदिनै गर्न घुम्न सकिन्न, ठाउँहरू एक्सप्लोर गर्न सकिन्न। अरू त ठाउँ एक्सप्लोर गर्न घुम्नलाई पनि त पैसै चाहिन्छ होइन, त्यो पनि एफोर्ड गर्न सकिन्न सिधा कुरो। त्यही अब आफूसँग जे छ जसो छ आफूलाई मन लाग्ने चिज भनेको घुम्ने हो, त्यो जे छ त्यही चिजबाट घुमिन्छ होइन। अब मेन कुरो हेल्थको लागि साइक्लिङहरू पनि गर्नु छ। हेल्थ अब यस्तो छँदैछ थाहा भयो, यो हेर्दैखेरि थाहा हुन्छ होइन। हेल्थ पनि खासै त्यो गतिलो छैन। अनि त्यो साइक्लिङहरू गर्ने हो, साइक्लिङ प्लस मोटो भ्लग प्लस अब त्यही कारैबाट पनि ठाउँहरू एक्सप्लोर गर्ने। सबै सोलो नै हुन्छ, प्रायः सोलो नै हुन्छ मेरो केसमा चाहिँ। त्यो ग्रुपमा हुन्न, किनभने ग्रुपमा धेरै मिल्नै आउँदैन। त्यो फेरि एक त अलिअलि भएको साथीहरूको पनि टाइमहरू मिल्दैन, त्यही भएर सोलो नै हुन्छ। आज एक ठाउँ घुम्न जान लाग्यो, एक ठाउँ घुम्न जान भन्दा नि गर्मी चाहिँ एकदम धेरै गर्मी छ होइन। त्यही भएर एकछिन बाहिर निस्किन लाग्यो। एक्लै हुँदाखेरि चाहिँ कस्तो हुन्छ भने जतिखेर जहाँ गएर जसरी रोक्यो जे गरे पनि हुन्छ क्या। त्यो ग्रुपमा हिँड्दाखेरि चाहिँ के हुन्छ भने अरूको बारेमा पनि सोच्न पर्ने हुन्छ। त्यही भएर ग्रुपमा खासै घुम्न मन त लाग्दैन, तर ग्रुपमा घुम्नलाई मन नपर्ने पनि होइन हुनु चाहिँ। यहाँ कम्बिनी रहेछ 7-11, त्यहाँ छिर्न पर्यो। रोक्ने ठाउँ छ अलिकति थोरै ड्रिङ्क्सहरू किनेर जानु पऱ्यो कि। अलिकति ड्रिङ्क्स किनौँ, त्यही किनेर गएर पार्कतिर गएर खाएर फर्किने होला। लास्टै घाम चर्किया छ कि, एकदमै चर्को घाम। पुरै बाटो त प्याक छ त हो। यो त किन होला यसरी। तेरिका यता त पछि साइकल किनेपछि साइकलबाट घुम्न पर्छ कि यो ठाउँहरू त। साइकलमा घुम्न चाहिँ मजा आउँछ बिहान अथवा बेलुका है। फेरि यो यस्तो चर्को घाममा त चिम्मै हुन्छ, पुरै चिम्मै। यस्तो घाममा डुल्न थाल्यो भने त अरू भन्दा नि ज्वरो निकालिदिन्छ कि यो घामले त। ज्वरो पुरै के हो। पार्क आइसक्यो, तर यसमा छिराउनलाई अब गाह्रो छ। त्यहाँबाट ट्याक्कै टर्निङ लिनुपर्छ, ट्याक्कै। आउन चाहिँ आइपुग्यो होइन। के भयो भन्दाखेरि लास्टै डिभाइस नै एकदम ओभर हिटेड भएछ कि, यो तातेछ कि पुरै। मैले खोजेको यस्तै हो, पुरै हरियो। आमामा डाँडा पाखा त होइन, तर यो एकदम हरियो भाइब्स दिन्छ नि त। यहाँ बस्नलाई मजा छ। अब त्यो ठाउँतिर गएर एकछिन यो किनेर ल्याएको होइन, यो झ्यापझुप पारौँ अनि निस्क्यौँ। यतातिर ग्राउन्ड साउन्ड पनि रहेछ। अब यो यस्तो गर्मीमा खेल्ने त को हो र होइन। बाहिरबाट भन्दा नि भित्रभित्रै हिँड्न मजा छ है यहाँ चाहिँ। स्वर्ग। यस्तो गर्मी टाइममा चाहिँ यहाँ चाहिँ स्वर्ग नै हो कि यो ठाउँ चाहिँ। रुख कति अग्लो अग्लो छ कि यो रुखहरू त। यो अटममा आयो भने यिनीहरूको पुरै रङ फेरे हुन्छ। त्यो के अरे रातो पहेँलो भयो हुन्छ, त्यो बेला झन् छुट्टै रमाइलो हुन्छ होइन। फेरि अहिले जस्तो गर्मी पनि हुँदैन। अहिले त एकदमै भयङ्करै गर्मी छ। गर्मी भए पनि ठाउँ चाहिँ मजा छ कि। यो भित्र त गर्मी खासै छैन क्या, शीतलै छ होइन। उसा चाहिँ भने आउने बाटोमा चाहिँ भने बेसाना गर्मी थियो। साइकलहरू पनि चलाउन मिल्ने रहेछ यो भित्र भनेपछि त साइक्लिङ गर्न मिल्ने रहेछ नि त यो ठाउँमा त। साइक्लिङ गर्ने साथीहरू कोही छ भने त आउँदा भइहाल्यो झ्याम्मै। कति मजाको हावा चलेको छ क्या। 2-3 घन्टा मजाले यहीँ बिताइन्छ अनि त्यसपछि फर्किन्छ। डेन्जर
बच्चाहरू साइकल चलाउँदैछ यहाँ छन चाहिँ मजा छ न त हाइकिङहरू जानको लागि अब त्यो टाइम छैन त्यो डाँडा पाखा गएर होइन यहाँ छ ल त्यसलाई आनन्द छ आमामामा स्वर्गै पुग्यो यो त स्वर्गै ल पारिपट्टि माछा मार्यो कि भ्यागु त मार्यो त्यो देख्दिनँ यहाँबाट देख्न चाहिँ अब यहाँ चाहिँ शीतल आनन्द यस्तो गर्मीमा यो जस्तो ठाउँ बेस्ट ठाउँ चाहिँ कुनै पनि छैन जुसुस खाइयो शीतल ठाउँमा बसेर त्यो पारि गइसकिन्न लास्टै त्यतापट्टि घाम लागेको छ यतैपट्टिबाट हो अलिअलि घुम्ने भनेको अनि मान्छेहरू खासै छैन एकदमै कम छ यो बिहिबार भएर होला नि त शनिबार र आइतबार हो नि त यहाँ त यो टाइमतिर त बच्चाहरू पुरै बच्चा हुने होला क्या साइक्लिङ गर्न रमाइलो छ यो ठाउँ कथाले माग्यो भने हुन्छ त्यो पनि कथाले जे माग्यो त्यही हुन्छ होइन साँझ पख र राति त यहाँ त डरै लाग्छ लाग्न चाहिँ यो ठाउँमा है अहिले चाहिँ भने ठिकै छ शीतल 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 आनन्द अर्को पारी त्यतातिरसम्म जाउँ अनि त्यसपछि भयो यो यस्तो गर्मीमा घुमिसकिन्न घुम्ने ठाउँ चाहिँ सटन्नै छन चाहिँ शीतल खानै आउन त्यही भएर पनि हो होइन अब यो धेरै लामो बनाएर पनि काम छैन नि त एउटै ठाउँको यो भित्र एनाकन्डा छ होला क्या बाटोले यस्तो भित्र अब थाहा नभएको कुरा मलाई होइन छ छैन चाहिँ थाहा भएन तर नहोला भन्नै सकिनँ कि यस्तो छ अनि यस्तो गर्मीमा यस्तो गर्मीमा दौडेको छ बाजे दौडेको छ यो पानी अहिले यति छ मजाले ठुलो पानी पर्यो भने यो पुरै आउँछ होला कि यो माथिसम्मै 1 फुट पनि छैन कि त्यो पानी र जमिन बिचको यहाँ है माछा छ त भए पनि देखिन्न होला यो त धमिलो भएर यिनीहरूले बनाएको छ क्या यो पार्कभित्रको बाटो हो कि यो पार्कभित्रको यस्तो छ कि यस्तो है मेरो गाउँ जाने बाटो यस्तो छैन क्या यो पार्कभित्रको बाटो हो यार जोक्स हो र भने त्यो कसैले केही भन्नु खोजेको होइन तर देखाएको मात्र यो पुरै हरियो छ अहिले यो अटोमा आएपछि त पुरै उस हुन्छ के हो यो कस्तो यो गुप्त बाटो छ नि त यतातिर जान मिल्ने कि नमिल्ने हो यस्तो ठाउँमा चाहिँ फेरि मिल्ने नमिल्ने भन्दा पनि जान मन लागिहाल्छ है मलाई आमामामा सिकारी पुरै सिकारी चारतिर ओहो यहाँ त माटो नै कोहीले आएर घाँटीसाटी रेडिदियो भने पनि छैन यार कसैले आएर अहिले झ्याम्म पारिदियो भने छैन मेरो जिन्दगी सकेँ यहाँभित्रै थाहा छैन म यहाँ आएको कसैले थाहै छैन अनि कति दिनपछि कुहिसकेपछि भेट्छ अनि कुहिसकेर त्यस्तो त हुन्न यो देशमा त तर फाटा नहुने भन्न चाहिँ सकिन्न यस्तो छ यार यहाँबाट झ्यामझुम एउटा सर्प फुत्तै दौडेर आयो भने पनि सक्यो आनन्द छ रिल्याक्स टाइपको छ अघि म त्यहाँ थिएँ त्यहाँ अहिले म यहाँ आइपुगेँ अब पानी आस्तो रहेछ नि त अब एक्लै त्यो भेगतिरसम्म जाउँ कतासम्म जान सकिन्छ अनि त्यसपछि भयो यो पारी पनि एउटै पार्क हो हुन चाहिँ टुक्रा गरी बनाएको छ यो पार्क चाहिँ हुन चाहिँ एउटै हो होइन तर अब त्यो घुमेर सकिनँ कि हिँडेर त त्यहाँ आएको थिएँ यो अब मलाई ज्ञान नभएको है केले बनायो यो किन बनायो यो माथि केही लहरा सहरा चढाइदिया भए पनि शीतल हुन्छ भन्नुहुनु माथि केही छाइदिया भए पनि शीतल हुन्छ भन्नुहुनु के को लागि बनायो थाहै छैन अब कत्रो ठुलो कौवा हो त्यहाँ त अब यो त सानो बाटो रहेछ यो
जान मिल्ने कि नमिल्ने भन्दा पनि गइ नै हाल्ने हो कि फेरि कथाले जे माग्यो त्यही हुन्छ है मेरो केसमा चाहिँ अलिकति डाउट लाग्यो कि जाउँ कि नजाउँ भने बित्तिकै गइहाल्ने हो मामुर गरे जङ्गल हो र त्यही डार्क फरेस्ट बाटो भएपछि त हिँड्न त मिल्यो नि त होइन भने जानै नमिल्ने भए त कहीँ न कहीँबाट रोकिहाल्थ्यो नि नजा भनेर किन बाटो राखेर होइन भने कहीँ केही लेखा छैन त्यही भएर हिँडौँ होइन यो त के यार यो सहरको बिचमा हो यार यो यस्तो ठाउँ अचम्म तेरिका जति छिरो त्यति नै गहिरो हुँदै गयो त यो त कोही पनि गा देखाएको छैन फेरि पोखरी झ्यापझुप कोही दौडेर आयो भने माटोक्ने झ्याउ हुन्छ यार यहाँ त पार्कभित्र पनि रहेछ त्यहाँ साइकल रहेछ भनेपछि त जान मिल्ने रहेछ तर यो त च्यान्तो उस नगरेको रहेछ क्या सफा नगरेको ठाउँ के यो माछा मार्ने रहेछ पछाडि साइकल थियो नि अघि तेरिको यो जङ्गल त यार यहाँ भित्रतिर त साइकल दौडाउनु मजा चाहिँ आउनु चाहिँ त्यसले साइकल ल्याउन मिल्छ भनेपछि त यहाँ साइकल दौडाउन मिल्छ यार तर नेपालीहरूले किनेको छ यार साइकल छ बाइक छ कार छ जे भने त्यही छ यार तिनीहरूको कथाले के मागेन सबै छ यार उनीहरूको कथाले मागेको चिजहरू अब कहाँ आइपुग्यो माटोक्ने एक्लै घुम्नलाई मन पराउनु कारण चाहिँ किन भन्दाखेरि यस्तो जता मन लाग्यो त्यतै आफ्नो सुरले जहाँ मन लाग्यो त्यतै जान मन लाग्छ क्या तर एक्लै घुम्नुको फाइदा चाहिँ के छ भने कहीँ केही भयो कसैले जानकारी छैन भने सिध्यो त्यो मान्छे त्यहीँ टपक्कै यहाँसम्म आएर चराहरू यहाँबाट यहाँ के पाइन्छ भनेर सबै लेखेको छ लेख्न चाहिँ यहाँनिर भित्र गनाए यहाँबाट नछिर भनेको छ अब यहाँबाट उता गयो भने चाहिँ च्याप्पै पार्छ यहाँ बगैँचा लेखा छ त्यो चाहिँ लेखेको देखि जानु चाहिँ अठेरी गरे अब कथाले त्यस्तो कुराहरू माग्दैन है कता पुग्छ अब थाहै नभए ठाउँतिर डङ्ग अर्का घरतिर निस्क्यो भने चाहिँ झ्याउ हुन्छ नछिर भनेको छ है योभन्दा पछाडि चाहिँ मामुर गरेको रहेछ भन्ने बुझ्यो मामुर रहेछ जोगाएको रहेछ भन्ने बुझ्यो क्या यतिर फेरि अघि जता थियो त्यतै आइपुग्यो अब निस्किने एक राउन्ड मारौँ यता भित्रतिरबाट अनि निस्क्यौँ यो कोही पनि थिएन त्यहाँ आफै एक्लै बढी जान्ने भएर जान पनि त भएन नि भन्ने भयो त्यो देखि त्यही भएर यो रुखहरू चाहिँ मजा माटोक्ने घुम्नलाई रमाइलो साइकल ल्याएर बेन्चमा मस्त सुत्या यसको जिन्दगी गर्मी चाहिँ भएको छ त्यो हिँड्या भएर होला घाम चाहिँ खासै छैन त्यो रुखहरूले छेक्या नि त पुरै यो माटोको नै यत्रो साँडे छ यो ग्राउन्ड है एकचोटि हेरौँ न यार म्यापमा के छ यस्तो त्यो के रहेछ भन्दा पनि रहेछ ठाउँ चाहिँ अब त्यो खै यहाँबाट त त्यतिका टाढा छ कि माटोक्ने फेरि नगइकन बस्न सकिन्न आउनु आइहालेपछि अहिले पारी जान हिँडेको होइन यो साइडमा चाहिँ यो भेगहरू चाहिँ छिर्न नमिल्ने रहेछ यो पछाडिको भेगहरू हुन्छ नि त्यतातिर चाहिँ हामी छिर्न नमिल्ने रहेछ भित्र नछिर्नु साइकल चलाएर हिँडिराख बाजे त्यहाँ माटोक्ने लेखेको कुरा त यिनीहरूले पनि काम मान्ने हो र अब यस्तो गर्मी यार म किन आएछु यतापट्टि थ्यात्तेरिका यो सडक छोडेर हिँड्यो यो ग्राउन्ड भित्रतिरबाट अघि त्यहाँ थिएँ म त्यहाँ त्यो सानो घरबाट घाम नपाएर म पुरै मिनी वाटरफल हुन्छ नि सानो झरना
सानो झरनामा आइएछ कि यहाँ त्यहाँबाट पानी आएको छ। अब त्यहाँसम्म गइँदैन, त्यो जान नमिल्ने पनि होला, ठाउँ छैन होइन। गए त मिल्छ मिल्न चाहिँ, तर अब किन जिद्दी हुनु। तर आउन चाहिँ मजाको ठाउँमा आइएछ क्या, आनन्द छ, शीतल छ है। त्यहाँनिर मूल पला जस्तो छ, साइडबाट हेरौँ जान मिल्ने रहेछ भने जाउँला। यहीँबाट डाइरेक्ट चाहिँ नजाउँ, बाटो छैन भने त फेरि त्यो बेकार किन गाली खानु हो। त्यो माटोक्ने बिदा मनाउन आएको, त्यो बिदा मनाउन त अर्काको गाली किन खानु फोकटा होइन र भने। यहीँनिर गर्मी छ क्या, त्यहीँभित्र कति शीतल थियो। यहाँ निस्क्यो, यहाँ चाहिँ फेरि त्यो के अरे यमराजले चाहिँ तेल तताएर पोलिदिए जस्तो छ क्या फेरि यहीँनिर। यो के घाँस काट्या रहेछ है पुरै, सरर मसिनले काट्यो है क्या, पुरै मसिनले काट्यो भएर यस्तो देखाएको छ। त्यो डाँडाबाट त्यहाँनिरबाट पानी निस्किरह, त्यहाँ जाने ठाउँ रहन्छ। यताबाट छिर्ने ठाउँ भए भए चाहिँ म छिरेर हेर्थेँ, तर छिर्ने ठाउँ रहन्छ क्या हो। भेट्यो माटोक्ने जाने ठाउँ भेट्यो क्या, यहाँ रहेछ ठाउँ, मूल फुट्या जस्तो यहाँनिर। अहिले त्यहाँ तल थियो नि त म, अहिले पानी यहाँ आएर रहेछ क्या। अहिले पाइपबाट ल्याएको रहेछ है पानी, मूल फुट्यो भने त यत्र त्यो पाइपबाट ल्याएको रहेछ। यो त्यहीँको पानी तानेर लग्यो हुनुपर्छ है सम्भवतः। यत्रो साँढे छ यो ठाउँ है। यहाँबाट म यसरी यता गएँ, यता यो बच्चा भए ठाउँतिरबाट यसरी यो खोला हेर्दै 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 यसरी घुमेर यता भित्रतिर छिरेँ। त्यो भेगमा अलिकति छिरे जुन चाहिँ छिर्न नहुने ठाउँ, अनि यसरी घुम्दै 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 अहिले आएर म गेन्जाइची भने यहाँ छ है, जियो हिरोबा भन्ने ठाउँ। बारबिक्यू चाहिँ गर्न मिल्ने ठाउँ यता रहेछ यो ठाउँतिर। भनेपछि त्यो बारबिक्यू गर्नु त यो एप्प लिनुपर्ने होला। लगभग सक्यो, यतातिर बचाएर खेल्ने ठाउँ पनि रहेछ। अब लगभग घुमिसक्यो यो पार्क है। हिँडेर त लास्टै टाइम लाग्दो रहेछ, 1-1.5 घन्टै लाग्छ यो यस्तो पाराले कठ्याङ गरेर हिँडेर त। साइकल ल्यायो भने चाहिँ चाँडै हुन्छ। अब लगभग सक्यो, हिँड्नुपर्ने ठाउँ घुम्नुपर्ने ठाउँ सक्यो। अब लागौँ कथाले। अब यति नै भन्छ आजलाई। कथाले जे माग्यो त्यही भन्दा म कहाँ आइपुगेँ क्या। अब त्यो के अरे बिदा गर्छ किन बसिराख्नु भन्दै हिँडे। अब हिँड्न चाहिँ यो चाहिँ बारबिक्यू गर्ने ठाउँहरू रहेछ यतातिर। यहीँ आगो बाल्न मिल्ने त होला नि त, यही माथितिर यो नम्बर लेखेको ठाउँतिर। अब राम्रो नराम्रो यस्तै हो होइन। अब घुमिन्छ आफ्नो मेमोरीको लागि, ठाउँ एक्सप्लोर गर्नको लागि, ट्राभल गर्न मन लाग्ने सोलो ट्राभल, त्यो सबै मनपर्ने भएको कारणले घुमिन्छ होइन। अब यस्तै टाइपको नयाँ चिजहरू हेर्न मन लाग्नुहुन्छ भने यसो होइन सब्सक्राइब गरिदिउँ क्यारे। गर्नुहुन्न थाहा छ, त्यो थाहा भएको कुरा हो होइन। त्यही पनि अब त्यो धेरैचोटि लडेर उठिसकेपछि फेरि एकचोटि लड्नलाई कुनै समस्या नहुने रहेछ। कथाले जे माग्यो त्यही भन्दाखेरि चाहिँ एकचोटि फेरि लडेर हेरौँ न भन्ने सोचका साथ नयाँ कुरा सुरु गरेको छु। 7 दिन होला।